र हाम्रो दोस्रो श्रृङ्खला डे 0 देखि डे 36 कि 30 सम्म गराएको थिएँ हैन। र आजबाट फेरि अर्को दोस्रो श्रृङ्खलामा हामी प्रवेश गरेका छौँ। र मैले दोस्रो श्रृङ्खला चाहिँ हाम्रो बिरुवामा अलिअलि फल लागेपछि सुरु गर्छु भनेको थिएँ हैन। र भने बमोजिम आज ठ्याक्क फल चाहिँ अब लागेर अब अलिकति ठुलै भएको अवस्था देख्न सकिन्छ। र वेलकम टु आवर सेकेन्ड सिरिज अफ आवर B2J कृषि। जुकिनी यतिकै भइसकेको छ। सकिन्छ मेल एन्ड फिमेल दुइटै हुन्छ क्यारे यसमा है, त्यही अनुसारको यसरी आएको छ। र जुकिनीलाई विशेष धन्यवाद, जुकिनीलाई विशेष धन्यवाद दिँदै यो भिडियो आजको सुरु भयो। र आज सँगसँगै हाम्रो पानी हाल्ने कार्यक्रम पनि हुँदैछ। एकदम रमाइलो अनुभव भइरहेछ, रमाइलो अनुभूति भइरहेछ। हेर दाइले वहाँदेखि यत्रो भिजाउनु भयो एकै सर्टमा। चिया खाने बेला आएर यस्तो काम गरेको उसलाई ठुलो पर्यो अनि त्यस्तो छ स्थिति। काम गर्ने त काम गरिया त देखिन्छ त हैन। फेरि डोन्ट माइन्ड नेभर माइन्ड है। र याद आयो ठ्याक्क यो B2J कृषि भनेको के हो भन्ने तपाईँहरूको मनमा खड्केला हैन। कमेन्ट गरौँ भनौँ। त्यो चाहिँ एकदम हाम्रो दाइले चाहिँ ओ माई गड ल टोपी लगाएको भवाल लेखेको छन्। हाम्रो दाइले चाहिँ के राख्ने त नाम हामी चाहिँ ट्याक्क भन्दाखेरि सजिलो हुने के छ भनेको ठ्याक्क B2J कृषि। B2J बालकृष्ण दाई, विपिन अनि जयनारायण सर, यसरी गर्दा चाहिँ B2J छोटो मिठो के सुन्दा पनि आनन्द आउने खालको। वाटरमेलन चाहिँ खासै सक्सेस भएन कि है। अनि त्यसको समय त्यो अलि ढिलो भयो। उम्रिन त उम्रियो उम्रिन त उम्रिएको छ तर फलिसकेको छ नि त, ढिलो भयो कि। फागुनको पहिलो हप्तातिर नै रोप्नु पर्ने रहेछ। यसो यता मकै छरेर अलिअलि मकै, बोडी, सिमी यसरी। र फर्सी पनि छ फेरि यहाँ। फर्सी चाहिँ आज वैशाखको 10 गते यतिको आएको छ। अलिकति ढिलो चाहिँ भएको हो तर ठिकै छ। र हाम्रो अलिकति ढिलो चाहिँ भयो। अस्ति नै तपाईँहरूलाई यो डे 1 देखिको मैले देखाउँदै गर्दा अहिले चाहिँ यतिको चेन्जेस छ। यो चाहिँ आजै गराएको यताको चाहिँ यो। यहाँ पनि हामीले आज सिमी छर्यौँ र यहाँ पनि सिमी छर्यौँ। यो पनि सिमी छ। र सिमी यो अगाडि छरेको सिमी चाहिँ यतिको आइसकेको छ। अलिकति बाक्लो चाहिँ भएको छ किनकि हामीले चाहिँ सोच्यौँ सबै चाहिँ आउँदैन होला, अलिअलि चाहिँ फेल खाला भन्ने हिसाबले अलिकति बाक्लो रोपियो। त्यो हिसाबले आउने बेलामा सबै आइदियो। सबै आएको त राम्रो, तर हाम्रो क्यालकुलेसन अनुसार चाहिँ अलिअलि चाहिँ नआउला भन्ने हिसाबले गर्दा यसरी बाक्लो आउन पुग्यो। यो ठाउँ चाहिँ खाली छ। यसमा चाहिँ अब फेरि टमाटरको बेर्नाहरू, टमाटरको बिरुवा बनाउने भन्ने हाम्रो प्लान छ। छेउको एरियालाई पनि यसरी सिमी नै छरेर प्रयोग गरेका छौँ किनकि केही न केही यहाँ लगाइदियो भने त आइ नै हाल्छ नि। लौका यहाँ सँगसँगै छ, लौकाको तल जुकिनी भइहाल्छ। किन स्पेसलाई चाहिँ छोड्ने भन्ने हिसाबले हामीले जुकिनी लगाएको यहाँ तल चाहिँ यो चाहिँ यहाँ बनाएको छौँ है। यहाँ भइरहेको कुरा भइसकेपछि सजिलो भयो नि त, सहजीकरण भन्ने कुरा। यसरी हामी व्यस्त छौँ। एकदम रफ्तारमा काम चलिरहेछ। पानी होइन यो हाफ एचपीको भएर फेरि ठिक भयो नि त हामीलाई। पानी चाहिँ एकदम स्पिडमा दिएको किनकि फेरि 1-2 भइदिएको भए त फेरि स्टप हुन्थ्यो नि त अहिले हामी। फेरि हरेक कुराको पोजिटिभ पक्ष नि हुने, नेगेटिभ पक्ष नि हुने क्या। अलिकति मिलाइदिनुपर्छ। यहाँ मेरो मोबाइल हातमा भएर मिलेन र यत्तिकै भयो भने उसलाई सहज भयो नि त। यसलाई स्वागत गरिसकेको छ। जुकिनीको अवस्था चाहिँ अत्यन्तै राम्रो छ है। जुकिनीलाई धन्यवाद। र जुकिनी सँगसँगै काँक्राले पनि अब सुरुवात चाहिँ गरेको छ है। डे 40 लाई मैले यसरी इन्ड गर्न चाहेँ। र आज चाहिँ डे 43। आज चाहिँ हाम्रो तरकारीमा अलिकति कीटाणु पनि लाग्यो अनि
तरकारी चाहिँ आवश्यकता अनुसारको केही मलजल अनि भैँसीको पिसाबहरू चाहिँ हाल्ने दिन आज हाम्रो। 1 hour later. होइन के यो गनसन लिएर आउनु भएको छ त हजुर यार, के हो आज, किन यस्तो दाइ, के आपत्ति पर्यो आज बन्दुकै बोकेर आउनु पर्ने? तरकारीलाई आक्रमण गरेको यो आतङ्ककारी किराले। A few moments later. The next day. अनि के भयो भन्दा हिजो राति भन्दा पनि हिजो दिउँसम्म पनि राति पनि पानी पर्यो, धेरै पछि परेको पानी चाहिँ है। अनि पानी प्लस असिना पनि पर्यो अलिअलि। असिना त्यति ठुल्ठुलो होइन, खासै असिना त्यस्तो यता पर्दैन, सानसानो असिनाहरू परेको थियो। अनि अलिअलि हाम्रो उता घरमा लगाएको तरकारीमा पनि अलिअलि, त्यस्तो धेरै क्षति होइन, अलिअलि मुन्टाहरू बाँचेको छ। र म हेर्न आएँ फेरि यहाँ चाहिँ के कस्तो छ स्थिति भनेर। म हिजो बेलुका आउन चाहिँ सकिनँ किनकि पानी अति नै परेको थियो, र अहिले आएर हेर्दैछु। पानी त एकदम चाहिएकै थियो, तर असिना चाहिँ चाहिएको थिएन। असिना अलि पछि आएको भए पनि खासै फरक त पर्दैन थियो, तर त्यस्तो फरकै पार्ने खालको असिना चाहिँ धन्न होइन। अब प्रकृतिलाई त हामीले एक्सेप्ट गर्नै पऱ्यो होइन, कहिले असिना आउँछ कहिले हावा आउँछ, सबै कुराहरूलाई त मान्नै पऱ्यो, नमानेर सुखै छैन। र मान्दै गर्दा फेरि क्षति पो भयो कि भनेर म चाहिँ यसले हेर्न आएको थिएँ। एकदम फाइन नै रहेछ। यसलाई त्यस्तो कम्पेरिटिभली असिना आउँदा जति क्षति हुन्छ, जति क्षतिको एउटा कल्पना गरिन्छ, त्यो खालको क्षति चाहिँ मैले यहाँ देखिनँ। त्यसको अर्थ फेरि क्षति नै नभएको त होइन, तर अलिअलि चाहिँ भएको रहेछ। र अर्को कुरा चाहिँ हामीले अस्ति जुन झार अति नै धेरै आइसकेको थियो नि, झार चाहिँ हामीले चेतेर झार यसरी राखिएको छ यसलाई। र असिनाले अलिअलि कता कता क्षति चाहिँ गरेको रहेछ। यो फर्सीहरूको हाँगाहरू भाँचेको रहेछ, जुकिनीको। यो त अलिकति पातलो पनि हुन्छ, यो खासै बलियो हुँदैन, त्यही भएर यसको हाँगा यसरी चेतेको रहेछ। यसरी यो आइसकेको छ, हल्का चेतेको रहेछ। र करेलामा भने त्यस्तो असर देखिएको छैन है। करेलामा पनि झार चेतेर एकदम क्लियर गराइएको छ है। हिजोको पानी चाहिँ एकदम चाहिएको नै पानी थियो। जति क्षति उताको जुकिनीमा पारेको छ, फेरि यताकोमा अलिकति कम नै पारेको देखियो। पार्न त पारेको रहेछ यहाँ पनि, तर अलिकति त्यताभन्दा चाहिँ कम हो कि जस्तो देखेँ मैले। यता चाहिँ काँक्रोमा पनि धेरैतिर त होइन, अलिअलि चाहिँ यता पनि पारेको रहेछ, तर धेरै कम। काँक्रोमा चाहिँ धेरै कम रहेछ, धेरै नै कम छ काँक्रोमा खन्न।